सम्पूर्णमा नमस्कार छ। आज म वनको यात्रामा म जाने नि ढिलो भयो। मान्छेहरू सबै फर्किसक्नु भयो। म चाहिँ जाँदैछु, ढिलो भयो आज। हाम्रो भाउजूलाई नमस्कार छ। वनको यात्रा कस्तो भइरहेछ भाउजू? एकदम रमाइलो। हाम्रो भाउजू फर्किसक्नु भएको छ, म चाहिँ ढिलो भयो। हाम्रो कार लड्का पनि फर्किसक्नु भयो है त। अब जाँदैछौँ माथि माथिदेखि त्यो डाँडामा पुग्नुपर्छ। वहाँ माथि लगभग त्यो हरियोदेखि त्यो भन्दा पनि माथि पुग्नुपर्छ। जाँदैछु अब यहाँ पनि छ, आउँदैछु, जाने ढिलो भयो। नमस्ते सबैलाई सब्सक्राइब गरिदिनु हाम्रो लक्ष्मण दाइलाई। यिनी जाँदैछन् हाम्रो भाउजू, हाम्रो दिदी। सम्पूर्णमा एकमुष्ट नमस्कार है हाम्रो दिदी। हजुर म आउँदा अस्ति आएको दिदी। म जाँदा ढिलो भयो, जानु ढिलो भयो। हाम्रो सबजना फर्किसक्नु भयो। म जान चाहिँ ढिलो भयो र पनि अब टाइममा फर्किन्छु है त। अब फेरि जाँदैछ, बाटो लामो छ, धेरै लामो छ। लगभग 4.5 घन्टा लाग्ने बाटो छ। 4.5 घन्टा लागेर दाउरा काटेर फर्किनुपर्छ। सबजना फर्किसक्नु भएर चाहिँ म चाहिँ बल्ल जान्छु। टाइम चाहिँ एक्ज्याक्टली भर्खर मर्निङ टाइम हो। 8:30 पनि फर्किसकेको छ। म चाहिँ जानु ढिलो भयो। धौलागिरी हिमाल यस्तो दामी छ। धौलागिरी हिमाल हाम्रो बाटो चाहिँ ठाडै उकालो छ र पनि यो गाडी साडी चल्नको लागि ठाडै उकालो छ है। ढलन सलन चाहिँ मजाले गरेको छ। ए वन जङ्गल चाहिँ बबाल छ। बबाल भएर के गर्ने, नजिकको वन तीर्थै होला भने जस्तै, नजिकलाई तीर्थै होला हुन्छ भने जस्तै नजिकको वनमा चाहिँ हामीलाई चाहिँ दाउरा काट्न अलि अलाउड छैन। अलि टाढै जानुपर्छ। यो एका सम्बन्धी बाडा भएर हामीलाई चाहिँ नजिकमा काट्न दिनुभएको छैन। ठाडै उकालो जाँदै ओह्रालो झर्नुपर्छ, गाह्रो छ। मान्छेहरू सब फर्किसकेको छ है त। गाई चरन क्षेत्र पनि छ है त यहाँ। गाई गोरु पनि चरन क्षेत्र पनि हो यो। र गाई गोरु यस्तो छ, थाहा लाग्छ। ठाडै उकालो जानु भएर चाहिँ सिन्छ है। सिन्छ गोरु माले गोरु छ, यस्तो छ। ठाडै उकालो छ। दिदीहरू उहाँ पुग्नु भयो, म चाहिँ तलै छु। हाम्रो दिदीहरूले हाय उकालो छ, ठाडै उकालो छ कि बाटो चाहिँ हल्का हल्का उकालो छ। यस्तो बाटो हिँड्नुपर्छ, गाडी छ। हाम्रो केटीहरुको पहिला जाने बाटो कस्तो रे? केटीहरुको पहिला जाने बाटो यस्तै हुन्छ के। केटीहरूले जसले भागेर बिहे गर्छ त्यही हो। भागेर बिहे गर्ने बाटो पनि यस्तै टाइपको हुन्छ अरे है त। हाम्रो भन्नुभएको बाटो चाहिँ ठाडै उकालो छ, उकालो छ। माथि अझै योभन्दा नि अलिकति माथि पुग्नुपर्छ। म डाँडाबाट मेरो गाउँ फेरि देखाउँछु है त। यस्तै उकालो हिँडेर वनको यात्रामा छौँ हामी सबैजना। उकालो यो धौलागिरी हिमाल गएको यो गुरुसाङ्बे देउता भन्छ है। गुरुसाङ्बे गुफा यो डाँडाबाट चाहिँ हामी गाउँदेखि चाहिँ धेरै टाढा आइसकेको छ है। गाउँ धेरै तल छ, गाउँ तल धेरै माथि आइसकेको छौँ। अझै बढी हुन्छ। यता छराहरू थियो, दामी देखिन्थ्यो। अहिले चाहिँ पानी छरा चाहिँ छैन, सुकेछ। अब हिउँदो लाग्यो। बाटोको कन्डिसन चाहिँ सुक्खा। नरगढ बेगर हुन्छ सुक्खा रे, एकदम सुक्खा हुन्छ है त। राम्रा हाम्रो कुस्ताङ जिल्लाको भ्यूहरू दामी देख्न पाइन्छ है त। दामी भ्यूहरू देख्न पाउँछ। हामी चाहिँ लगभग अब 15 मिनट छ यहाँबाट अझै माथि उक्लिनु बाँकी। यहाँबाट चाहिँ मेरो गाउँ तल देख्ने गाउँ मेरो गाउँ गइहाल्यो। दामी छ त्यो ठाउँ चाहिँ। एकचोटि मैले यो डाँडाबाट पनि भिडियो पनि बनाएको थिएँ। चैत्र 9 गते परेको हिउँ परेको बेलामा मैले यो बनाएको थिएँ। थाका चाहिँ बहुत लाग्यो। यस्तै ओह्रालो ठाडै ओह्रालो गरेर जानुपर्छ है त। म पुग्नुपर्ने गन्तव्य चाहिँ ठ्याक्क यतातिर हो। अझै बाँकी छ है त।
रहेछ यहाँबाट चाहिँ बाटो चाहिँ अप्ठ्यारै छ जस है त लाली गुराँसको रुखो पछि बिस्तारै फुल्न सुरु भयो होला हल्का हल्का कोपिला चाहिँ भयो फागुनतिर फुल्ने गरी रुखमा हल्का पालुवा चाहिँ सुरु यस्ता बाटोहरू हिँड्नुपर्छ दाउरा काटेर कसैले त दाउरा काटेर नि राखिसकेको छ है मैले चाहिँ काटेको पनि छैन गएर काट्ने हो बाटो चाहिँ यस्तै बाटो हिँड्नुपर्छ गाह्रो छ हो गाह्रो बाटोको कन्डिसन यस्तो छ एकदम बाटो चाहिँ ठिक छ यही ढल्लीको रुखहरू काट्ने दाउराहरू काट्ने दामी छ एकजना चाहिँ बाटो गएर आइपुग्नु भयो हामी चाहिँ जाँदैछौँ जाने बाटो फल देख्नु फल यो फल चाहिँ खानु मिल्छ यो रातो फल चाहिँ यो सुकेछ तर बबाल मिठो हुन्छ अहिले सुकेछ बबाल मिठो हुन्छ यो खाँदा चाहिँ बहुत टेस्टी म चाहिँ आउन हल्का ढिलो भएको थिएँ दाइले चाहिँ मेरो भारी रेडी पारेर राखिदिनु भइसकेको छ अर्को भारी चाहिँ अब यहाँ हाल्दै है भारी हाल्ने तरिका यसरी टक्क हामीले 2 किलो गाडेर 2 टक्क तल कन्ड बोक्नको लागि कन्डो रेडी ढाडा यसरी टक्क भारी हाल्ने दाउरा चाहिँ काटिसकेको छ दाइले हामीले अब आउन हल्का ढिलो भएको थियो काम विशेषले काटिसकेको छ दाइले यसरी भारी हाल्दैछ है त एक भारी चाहिँ रेडी भइसकेको छ कि भारी मैले बोक्ने भारी चाहिँ यो है त कि ड्याममा बोक्ने नि फेरि दाइले चाहिँ रेडी पारिसकेको छ है त ल हालेन भने फेरि भारी अप्ठ्यारो हुन्छ किलो ठाउँमा चाहिँ किलो साइडमा यो नभत्रो यतिको चाहिँ साइड नजाओस् फाइनली हामी बारी बोकेर फर्किसक्यौँ बारी बोकेर चाहिँ दाइ अगाडि हिँड्नुपर्छ यस्तै ठाडो बाटो हिँड्नुपर्छ हामी चाहिँ अप्ठ्यारो छ बाटो त्यति बाटो क्रस गर्दै हामी हिँड्नुपर्छ है त गाह्रो छ थाहा लाग्यो बहुत लङ टाइम पछि काम गरेको एकदम गाह्रो फिल हुँदो रहेछ बहुत गाह्रो छ बाटो अप्ठ्यारो छ यता अप्ठ्यारो छ है त बाटो हिँडिरहेको छु गाह्रो छ बाटो एकदम गाह्रो